र आज चाहिँ हामीहरू चाहिँ मान्छेहरूलाई बटुलेर एक ठाउँबाट अर्को ठाउँमा लैजान्छौँ र पानी परिरहेको छ गाइजहरू। र आज चाहिँ मेरो यो पहिलो भिडियो ट्याक्सी ग्यामको र आज चाहिँ फेरि पनि मैले लिएर आएको छु ट्याक्सी ग्याम। र अब ढिला नगरिकन मान्छेहरूलाई लिन जान्छौँ हामी। बाहिर चाहिँ पानी परिरहेको छ। पहिला चाहिँ यो चाहिँ बालम, गाडी स्टार्ट गरौँ अनि लाइट पनि बालम। र अब हामी चाहिँ मान्छेहरूलाई लिन जान्छौँ। त्यतिन्जेरी तपाईँहरूले भिडियोलाई लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। र अब चाहिँ हामी चाहिँ मान्छेहरूलाई लिन जान्छौँ। ल अब हाम्रो फर्स्ट कस्टमर यही हुनुहुन्छ है। हाम्रो फर्स्ट कस्टमर छाता उडेर बस्नु भयो। ल उहाँको नाम चाहिँ हिल्यारी रहेछ र उहाँलाई चाहिँ झन्डै 2 किलोमिटर चाहिँ पुर्याउनु पर्दो रहेछ गाइजहरू। ल झन्डै 2 किलोमिटर समय 4 मिनटभित्रमा पुर्याउनु पर्दो रहेछ उहाँलाई। ल जाम भन के छ र पुऱ्याइदिउँला नि। आज चाहिँ गाइजहरू राति हल्का पानी परिरहेको छ किनभने यो मौसम अलि राम्रो छैन। घरि पानी पर्ने घरि घाम लाग्ने। दिउँसो चाहिँ लास्टै घाम सर्किन्छ, राति भएपछि पानी पर्छ। यस्तै हो गाइजहरू नेपालको मौसम। आफू त अब राइड हान्नै पर्यो, पैसा कमाउनै पर्यो। ठिक छ स्लो डाउन रे। ल ठिक छ केही छैन। अब यो कस्टमरलाई चाहिँ लैदिन पर्यो झन्डै 2 किलोमिटर टाढा। एकदम पानी परिरहेको छ। यस्तो बेलामा चाहिँ राइड गर्न परिरहेछ। पैसाको एकदम खाँचो छ। रोजीरोटीको ल यता साइडमा जाम भन। ओ ट्रक जाम कहाँ अगाडि ल्याउनु भएको छ। राम्रोसित चलाउनु न। हाम्रो कार रुल तोडेर हिँड्छन् यार केटाहरू। के भन्ने अब यार। सब रुलको त पालना गर्नु पर्यो नि। ल आन्टी झर्नुहोस् तपाईँ। ह्याप्पी हुनुभएको छ। उहाँबाट चाहिँ पैसा कति आएको छ भन्दाखेरि चाहिँ 513 रुपियाँ चाहिँ उहाँले पे गर्नुभएको छ। ए ट्रक साहब कहाँ अगाडि ल्याउनु। अब अर्को कस्टमरलाई खोज्नुपर्छ गाइजहरू होइन। किनभने अब अर्को कस्टमरलाई चाहिँ खोज्नु पर्छ। कसको अब कल आउँछ यहाँबाट फर्काउनु पर्छ गाडी। यहाँबाट फर्काएर लैजाऊँ। यहाँबाट चाहिँ फर्काउनु पर्छ गाइजहरू गाडी, किनभने यहाँ उता जाने ठाउँ छैन। र अर्को कस्टमर पनि मैले देखिसकेँ। र तपाईँ यहाँ आउनुहोस्। रोकिनुहोस् है त। हाई ल तपाईँ चाहिँ श्रेणुन तपाईँलाई 3 मिनट झन्डै तपाईँको चाहिँ ओके म राम्रैसित लैजान्छु। चिन्ता गर्न पर्दैन गाइजहरू। लाइक एन्ड सब्सक्राइब गरिदिनु होला है। यो मेरो पहिलो भिडियो हो ट्याक्सीको। लाइक एन्ड सब्सक्राइब नगरिकन कहाँ हुन्छ र गाइजहरू यार। हल्का माया सपोर्ट देखाउन पर्यो नि। म अब यही गेमहरू हालिरहन्छु होइन। किनभने यहाँ चाहिँ गेमहरू अबदेखिबाट चाहिँ मैले यो ट्याक्सी गेम भन्ने मैले सधैँ हाल्छु। पार्ट 1 पार्ट 2 गर्दै त हाल्दिनँ होला। एपिसोड 1 एपिसोड 2 गर्दै हाल्छु गाइजहरू। ल तपाईँको स्टेसन चाहिँ ठिक छ साइड लाइट बालिदिउँ होइन। रुलको पालना नि गर्नु पर्यो। हजुर जाम भएको छैन अहिलेसम्म क्र्यास त। राइड चाहिँ यो पनि खासै लामो त छैन है गाइजहरू होइन। ओहो म अलिक गलत बाटोमा आएँ। यहाँबाट यता भित्र लगेर ट्याक्क यता मोड्ने हुन्छ त। ठिक छ पहिला चाहिँ क्लिनिङ हानौँ भन। गाडी हल्का क्लिन गरौँ भन। क्लिन गर्नुपर्छ नि त।
रिपेयर गर्नुपर्छ गाइजहरू यहाँ चाहिँ। र ठिक छ, रिपेयर भइसक्यो हाम्रो गाडीहरू, किनभने यहाँ लास्टै अलि ड्यामेज भएको थियो कि गाडी यताउता ठोकेर। अनि यहाँ चाहिँ रिपेयर हान्यो गाइजहरू होइन। अब चाहिँ यहाँबाट हल्का यता घुमाएर कस्टमर यो प्यासेन्जरलाई चाहिँ मैले पुऱ्याइदिइहाल्छु। फेरि अर्को प्यासेन्जर खोजौँला है त। अर्को प्यासेन्जर यसलाई पुऱ्याइदिएर चाहिँ अर्को प्यासेन्जरलाई खोज्नुपर्छ गाइजहरू होइन। यसलाई चाहिँ पुऱ्याइदिइहालौँ। ओके, तपाईँको यहाँ हो। ओ कार साहब राम्रोसित चलाउनु है, कार चलाउनु। ल तपाईँ झर्नुहोस्। ल उहाँको चाहिँ 7 किलोमिटर रहेछ, झन्डै 7 किलोमिटरको चाहिँ 550 रुपियाँ। ह्याप्पी नै हुनुहुन्छ उहाँ। अलि लङ राइड भेटेको छैन गाइजहरू आज। किन हो मैले लङ राइड पाएकै छैन मैले, किन हो यार। खालि 7-6 किलोमिटर मात्र पाएको छु। अलि 10-12 किलोमिटरको पाए पो अलि मजा हुन्थ्यो गाइजहरू। अहिलेसम्म त 1000 रुपियाँ जति उठिसकेको छ। अलि लङ राइड पाए पो मजा हुन्छ र यार, अलि मजा हुन्छ गेम खेल्न नि। लङ राइड आज पाएकै छैन। ठिक छ, तपाईँलाई नै पुऱ्याइदिन्छु म। पानी परेर हैरान भएको छ। फेरि बिहान हुन लाग्यो गाइजहरू होइन। लगभग उहाँलाई चाहिँ 6 मिनट टाढा। ठिक छ ए अङ्कलजी, राम्रोसित चलाउनु है, राम्रोसित। बाटो राम्रोसित कटेर पो हिँड्ने हो र गाइजहरू होइन। बाटो कट्ने कहाँ हो के हो, गाडी कताबाट आइरहेछ थाहै हुन्न यहाँका मान्छेहरूलाई। सब हुर्रा हावा तालमा हिँड्छन्। ए तपाईँ अङ्कल चुप्प लाग्नुहोस् न यार, तपाईँ आफ्नो गाडी चलाउनमा फोकस गर्नुहोस् त। ठिक छ। यता मोडेर यो आन्टीको चाहिँ यता लगेर स्ट्रेट जाने। ठिक छ, यो त कहाँ हो यो भाटबाटनीतिर ल्याउनु भयो क्या हो। यता गएर अच्छा तपाईँको यता मोड्ने। यो चाहिँ मलाई लङ लाग्यो है गाइजहरू, किनभने यो हल्का लङ जस्तो छ, लामै छ गाइजहरू यो बाटो होइन। यो प्यासेन्जर चाहिँ हल्का लङ परेको छ, किनभने यति समय लाहा जान नि। ओ यो प्यासेन्जर चाहिँ लङ छ है गाइजहरू। झन्डै 8 किलोमिटर जति हिँडायो यो प्यासेन्जरले मलाई। अब हेरौँ कति रुपियाँ दिन्छ है त। जस ल तपाईँ झर्नुहोस्। तपाईँको 8 किलोमिटर जति हिँडायो गाइजहरू होइन। 784 रुपियाँ दियो। झन्डै यो चाहिँ अलि महँगो रहेछ गाइजहरू होइन। अलि प्यासेन्जर अलि लामै पऱ्यो, त्यही भएर हामीलाई हल्का सजिलो भयो होइन। गाडी अब धुन पर्यो गाइजहरू। म गाडी अब धुनलाई मैले कहाँ लान्छु भन्दाखेरि चाहिँ गाडी त धुन पर्यो होइन। क्लिनेन्टमा लान पर्ने हो। अब यहाँ छु म। यस क्लिन गर्न चाहिँ लानु पर्यो गाइजहरू होइन। गाडी लास्टै फोहोर भयो क्या। गाडीलाई धुन प्यासेन्जरलाई बोकेर लान्छु नि म। अझै लान्न म क्लिन। ठिक छ तपाईँको म सेफ ड्राइभरै हो गाइजहरू होइन। लाइक गरिदिनु है, लाइक एन्ड सब्सक्राइब गरिदिनु त। मेरो पहिलो भिडियो हो, कस्तोलाई राम्रो नराम्रो मलाई अब थाहा छैन, अब कस्तो बनेछ हो। अब मेरो
किनभने यो पहिलो भिडियो खासै राम्रो बढे जस्तो लागेन, त्यही पनि लाइक एन्ड सब्सक्राइब प्लिज गरिदिनु होला। म आजबाट यही यस्तै यस्तै भिडियो हालिरहन्छु। ड्राइभिङहरूको भिडियो, किनभने म ठुलो भएपछि ट्याक्सी त म ठुलो त भइसकेँ, तर मलाई ट्याक्सी चलाउने रहर थियो। त्यही पनि नाइस कार भन्नुभएको छ उहाँले। ठिकै हो, यो कार राम्रै हो। मैले क्लिनिङ सर्भिस ओए 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 झर्नु सन्टी तपाईँको त सर्ट रहेछ यार। ठिक छ पैसा आएकै छ र तपाईँ जानुहोस्, मजा लाग्छु। फेरि अर्को कस्टमर हेर मैले त गाइज क्लिनिङ गर्ने भनेको प्यासेन्जर आइदिइहाल्यो। अब मलाई क्लिनिङ गर्नै मन लागेन यार, झ्याउ लाग्यो क्लिनिङ गर्ने। हेलो ल ल ल ल रोबोट नाम पनि के हो यार, रोबोट कोबट क्लेली रे घरि के रे। ठिक छ विदेशी नामहरू। ठिक छ लाइस ओहो हो जियोस् राम्रो चलाउँछु मैले। ठिक छ अङ्कल साहब, तपाईँलाई राम्रैसँग पुऱ्याइदिन्छु नि मैले, किन चिन्ता लिनुहुन्छ। लङ्गरै हो तपाईँको, लामो छ बाटो, झन्डै 6 किलोमिटर जति हिँड्नुपर्छ तपाईँको बाटो। गाइजहरू चाहिँ पैसा चाहिँ राम्रैसँग उठ्छ है ट्याक्सीमा पनि। तपाईँहरू पनि ट्याक्सी जोइन गर्न चाहनुहुन्छ भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ है। मेरो डिस्क्रिप्सनमा चाहिँ मेरो नम्बर छ, वाट्सएप नम्बर, तपाईँले त्यहाँ गएर चाहिँ हेर्न सक्नुहुन्छ है। बाटो पनि कति सानो हो यार, तपाईँको घर हो कि कहाँ हो, अफिस जान लाग्नु भएको। ओहो हो बाटो लास्टै सानो छ यार, जानै गाह्रो छ। कहाँ ट्राफिकको पालना गरेर हुन्छ, बरु साइड लाइट चाहिँ बाला भन। ठिक छ ल यहाँ चाहिँ झरौँ भन, मलाई झारिदिउँ भन। हेर बाबा कति रुपियाँ दिनुहुन्छ मलाई। ओहो झर्नुहोस् अङ्कल। ल उहाँले चाहिँ मलाई चाहिँ झन्डै 550 रुपियाँ दिनुभएको छ। अब चाहिँ पार्क हान्नुपर्छ गाइजहरू। आजलाई चाहिँ यति नै होइन। कस्तो लाग्यो भिडियो तपाईँहरूले लाइक एन्ड सब्सक्राइब गर्न सक्नुहुन्छ। फेरि पनि म यस्तै भिडियो लिएर आउँदै गर्छु। तपाईँहरू चाहिँ मेरो भिडियोलाई चाहिँ लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। धेरैभन्दा धेरै माया साथ सपोर्ट दिनु होला है। ल आजलाई चाहिँ यति नै।